तपाईँ किरण आयोजित यस कविता वाचन प्रतियोगितामा पहिलो चरण पार भएर दोस्रो चरणमा आइपुगे। आशा छ तेस्रो चरणमा पनि भेटौँला। कविताको शीर्षक छ भोकले चुसिएका अनुहारहरू। पुग्दै पुग्दैन एक गाँस अन्न पनि। शरीरबाट पसिनाका खोला बगाउँदा पनि, हत्केलाका पन्जामा रगतले कोरेका ठेला पलाउँदा पनि मनको प्यास काकाकुन छ। पेटको मौन कराइरहेको छ। दिनभरि श्रमको आगोमा जलेका अनुहारहरू। सर्दा पर्दा त आफ्नै घरको चुलो निभेकै भेटिन्छ। शिरको कोष मैलिन्छ तर नयाँ कोष आउँदैन। पैताला खिचिन्छ तर चप्पल पाउँदैन। झारी पर्दा ओत लाग्ने छानो हुँदैन। भोक लाग्दा एक गाँस मार पनि हुँदैन। मन भक्कालिन्छ लाहुरे होइन, यी पाकेका मान्छे र बालबालिकाको नियति देखेर। कहिलेकाहीँ म सहरतिर बस्छु अनि मेरै नयन अनेक मानिसहरूको अनुहारमा अडिन्छ। कतै 45 डिग्रीको सूर्यको चमकमा पातलो कमिजभित्र पसिना सुकाउँदै आफ्नो अगाडि कचौरा राखी थचक्क बसेर जीवन मागिरहेका भोकले चुसिएका अनुहारहरू। कतै मुसलधारे वर्षासँगै बेचिरहेका फलफुलहरूसँगै आफ्ना सपनाहरू बुझाउँदै ठेलागाडा ठोकिरहन्छन्। कतै लौरोको घरमा ढाल खुचिएका पानी पिउनुहुन्छ बाबु, राख्नुहुन्छ नानी, 25 मा दिन्छु भन्दै पानीका बोतलहरू लिएर सडक र गाडीको गल्ली गल्लीहरूमा भोकाइरहेका वृद्ध वृद्धा बाबाहरू। कतै ओठ निचल्दा दुधाउने उमेरका नानी बाबुहरू। कलम समात्नु पर्ने औँलाहरूले बल लगाएर बगलको छेउमा टिकुटी रहँदै आफ्नो भविष्य खोजिरहेका छन्। र म आकाशका ताराहरू गन्न छोडेर उनीहरूका सपनाहरू गर्न थाल्छु। अफसोस त्यो जुनै रातले अन्नको ज्योति छरो संसारभरि। बादलले दुःख होइन आशाका थोपा वर्षाओस्। वर्षाले फल खुवाउने होइन, हरेकको जीवनमा हरियाली ल्याओस्। हावाले पीडा होइन, नयाँ सपनाको सन्देश ल्याओस्। र प्रत्येकको मुहारमा हराएको मुस्कान फेरि फर्कियोस्। त्यो बिहान जसरी हिउँदमा पनि बसन्त ऋतु फर्कन चाहन्छ, हो त्यसै गरी भोकको शासन समाप्त होस्। थपी शरीरले विश्राम पाओस्। भोकले चुसिएका अनुहारहरूमा हतौरा, कचौरा र पानीका बोतलहरू होइन, पुस्तक आइपुग्यो, कलम आइपुग्यो। आइपुगोस् पेटभरि खाने खाना, आइपुगोस् सुन्दर भविष्य। हामी यस्तै सोचिरहेछौँ। त्यो दिन आउनेछ कि अझै पनि हामी एक प्रश्न दोहोऱ्याइरहनेछौँ कि भोकले चुसिएका अनुहारहरूमा परिवर्तन कहिले? भोकले चुसिएका अनुहारहरूमा परिवर्तन कहिले?
सानी बहिनी पुष्पाले साँच्चीकै एउटा गरिबीको चित्र र त्यसबाट मुक्ति पाउने उपाय समेत अहिले कवितामा प्रस्तुत गर्नुभएको छ। कवितामा जीवनवादी प्रगतिवादी चेतना छ। कविताको प्रस्तुति पनि र अभिनय पनि जोडिएको हुनाले सायद यहाँ बहिनीलाई केही अभिनय गर्नु पर्यो र कविता साँच्चीकै निकै बलियो कविता हो यो र उहाँले यसै किसिमका कविताहरू लेख्दै जानुभयो भने उहाँको ठुलो सम्भावना देखिन्छ र यसको सन्देश निकै महत्त्वपूर्ण छ। बादलले आशाका थोपा वर्षाओस् भन्दछु, पानी होइन आशाका थोपा वर्षाओस्, भोकको शासन समाप्त होस्। वास्तवमा हामी वर्षौँदेखि नेपालमा राजनीति गर्ने राजनीतिक नेताहरू होइन उहाँहरूबाट गरेको अपेक्षा, देशको परिवर्तनबाट गरिएको अपेक्षा पनि यही हो र बहिनीको यो सपना पुरा होस्, त्यो चित सम्बन्धित वर्ग समूहसम्म पुगोस्, म शुभकामना व्यक्त गर्न चाहन्छु। कवितामा प्रस्तुत भएका समसामयिक हाम्रो जीवनका बिम्बहरू प्रशस्त मात्रामा आएका छन्। प्रस्तुति पनि सुन्दर छ। म यति मात्रै भन्न चाहन्छु। बहिनीलाई धेरै धेरै शुभकामना। थ्याङ्क यू सो मच सर, थ्याङ्क यू। असाध्यै राम्रो कविता वाचन गर्नुभयो। तपाईँका शब्दहरू यस्तो परिपक्व शब्दहरू थिए नि तपाईँसँग, ती शब्दहरूलाई समेट्नुभयो। एउटा भुइँ मान्छेको जिन्दगीलाई यसरी समेटिदिनु भयो कि अघि सरले भन्नुभएको थियो नि, हाम्रो पुष्कर सरले चाहिँ पुरा एउटा जिन्दगीलाई चाहिँ छोटो भावमा व्यक्त गर्ने भने जस्तै तपाईँले ती कविताहरूमा सबैलाई यसरी समेट्नुभयो। गिट्टी कुट्ने, पानी बेच्ने, अनि त्यसपछि ठेला चलाउने है, ठेला गुडाउनेहरू सबैलाई चित्रण गर्नुभयो। ती हरेक दैनिक जीवनका समस्याहरू सँगसँगै आशाका किरणहरू, उज्यालाहरू पनि त्यहाँभित्र भेटिए। यस्तो मिठोसँग समेट्नुभयो, बिम्बहरूलाई यस्तो मजाले पक्रिनु भयो तपाईँले है। यसरी कुन्नुभयो के, जुन भनिन्छ नि सयौँ थुङ्गा फुलका हामी भने जस्तै मिठो माला बन्यो, मिठो कविता बन्यो, साँच्चै कविता जस्तै कविता बन्यो। यहाँलाई शुभकामना छ। थ्याङ्क यू सो मच, थ्याङ्क